नमस्कार। आज फेरि म योगासनको नयाँ अङ्क लिएर आएको छु। धेरैजनाले मलाई सोध्नुहुन्छ, मेरो कम्मरमा समस्या छ, कम्मर दुख्छ, झुकेर काम गर्न सक्दिनँ, बढार्न मिल्दैन, झुकेर गर्ने कामहरू गर्न मिल्दैन। म्याम मलाई कम्मर सम्बन्धी के आसनहरू सिकाइदिनुहोस् न भन्नुहुन्छ। उहाँहरूको लागि छोटो भिडियो, मेरो पुरा भिडियोहरू हेर्नका लागि यहाँहरूले बायोमा भएको युट्युब च्यानल सब्सक्राइब गर्न सक्नुहुन्छ र त्यहाँ भएका भिडियोहरू हेर्न सक्नुहुन्छ। सर्वप्रथम हामीले कुनै पनि आसनहरू गर्दाखेरि शक्ति सञ्चालन गर्नुपर्छ। शक्ति सञ्चालन गरेर वार्मअप हाम्रो शरीरलाई तताएपछि मात्र कुनै पनि आसनहरू गर्न सकिन्छ। आसनहरू गर्नको लागि हाम्रो शरीर तातेर फ्लेक्सिबल हुनुपर्छ, लचिलो हुनुपर्छ, अनि मात्र हामीले आसन गर्नको लागि हाम्रो शरीर तयार हुन्छ। यो शक्ति सञ्चालन भनेको के हो, कसरी गर्ने भनेर हेर्नका लागि मेरो युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ। मेरो युट्युब च्यानलको लिङ्क मेरो बायोमा छ। अब हामी बिस्तारै सुरु गरौँ केही कम्मर सम्बन्धी आसनहरू। यसरी बसेका छौँ हामी, बिस्तारै बिस्तारै अब यसरी शरीरलाई सजिलो हुने गरी राख्छौँ। दुवै हातलाई यसरी चिउडोको मुनि सजिलो गरी राख्ने र दुवै खुट्टालाई पछाडिबाट हिपमा हाल्ने। श्वास छोड्दै छोड्दै यसलाई मकरासन भनिन्छ। आफूलाई सहज हुने गरी करिब यो 30 देखि 50 पटकसम्म गर्न सकिन्छ। र अब सक्दिनँ जस्तो लाग्यो भने बिस्तारै हातमाथि हात, हातमाथि चिउडो गरेर विश्राम। आफ्नो सहजता हेरेर अझै गर्न सकिन्छ। एकदमै सरल आसन हो। अब यसै गरी म कम्मरकै लागि एकदमै लाभदायक आसन गर्दैछु, जसको नाम हो भुजङ्गासन। दुवै हातलाई दुवै साइडतिर राख्ने, श्वास भर्दै माथि, बिस्तारै श्वास छोड्दै तल। एकछिन माथि गएको बेलामा श्वासलाई होल्ड गर्न सकिन्छ। फेरि श्वास भर्दै माथि। कम्मरको भागलाई याद गरौँ, त्यहाँ आइरहेको आनन्दको याद। विश्राम। अब हामी गर्छौँ त्रियक भुजङ्गासन। श्वास भर्दै उठ्ने, विपरीत दिशा, दाहिनेतिरबाट देब्रेतिरको खुट्टालाई हेर्ने, हेरिरहने, कुर्कुच्चालाई हेर्ने। बिस्तारै विश्राम। पुनः श्वास भर्दै देब्रेतिरबाट दाहिनेको कुर्कुच्चालाई हेर्ने, कम्मरको भागलाई याद गर्ने। बिस्तारै विश्राम। यो पनि हामीले 5 देखि 10 पटकसम्म गर्न सकिन्छ। अब त्यसै गरी अर्को आसन रहेको छ धनुरासन। आनन्दले यसरी हामीले खुट्टा राखेको छौँ, बिस्तारै खुट्टालाई पक्रिने, औँलाहरूमा पक्रिँदा सजिलो हुन्छ। फेरि यताबाट पनि पक्रिने, दुवै खुट्टालाई हामीले यसरी चपक्क पक्र्यौँ। श्वास भर्दै बिस्तारै उठाउँ, धनुरासन। बिस्तारै खुट्टालाई तल राख्दै राख्दै विश्राम। आनन्दको अनुभव।
एकैछिन बिस्तारै बालासन, हातमाथि हातमाथि यसरी टाउको राख्ने, यसरी दाहिने अथवा देब्रे खुट्टालाई यसरी खुम्च्याएर बालक सुते जस्तै सुत्ने आनन्दको अनुभव। कम्मरमा यस्तो आनन्द आउँछ। बिस्तारै बिस्तारै उठ्न सकिन्छ। यस्तै विभिन्न लाभदायक भिडियोहरूको लागि यहाँले मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ। बायोमा मेरो लिङ्क छ। धन्यवाद।